ल है साथीहरु, अब हामी ड्युटीको चाहिँ रेडी भइसकेको छ है। अब ड्युटी जानु पर्यो, फेरि अर्को दिन जानु पर्यो। यस्तो छ पछाडि तर फेरि मजाले घाम लागेको छ। पोर्चुगलको हालत यस्तै छ है। पोर्चुगलमा जे पनि काम गर्नु सक्नुहुन्छ है साथीहरु, त्यतिकै बसेर सकिन्न हैन। जे काम पाउँछ त्यही हाल्नु पर्यो साथीहरु। अब यो सिजन हो, यो सिजनमा चाहिँ जस्तो काम पनि गर्नु पर्यो। त्यसपछि अब 2-3 महिना फेरि रोकिन्छ, फेरि सिजन सुरु हुन्छ। ब्लुबेरी हुन्छ कि रसबेरी हुन्छ कि है, अहिले चाहिँ त्यो सब हुन्छ सिजनमा साथीहरु। यस्तो छ हामी बस्नु रुम। अब यहाँ गाडी आउँछ लिनुको लागि।